ए सारू ए सारू ए सारू ओए हेर्ने यति बोलाएको निसुन्ने अनि हाउ यति त तँलाई ए नभए कुरा गर्नु छ के कुरा हो? मैले पर पारी गाउँ केटो एरिया आया छोरीका लागि केटो भर्खरै विदेशबाट आएको केटो पढे लेखेको पनि छ। अब घर परिवार पनि राम्रै छ। यसो कुरा गरेर छोरीको बिहे गरिदिउँ कि? औ भने त हिँडेका बाउ केटो राम्रै भएपछि गरिदिउँ। मुखकी आगो भाग अर्काले खाला। के को गन्धन मन्थन आमा खुसुखुसु पुरा दाउ। केही होइन तेरी दिदीको बिहे गरिदिउँ कि भनेको हो। तपाईँ पनि 14 वर्षमा बिहा दा 20 वर्ष पुगिसक्यो बुढी भयो भन्न खान। होइन आज मेरो घरमा के को हल्ला हो? आमा किन हल्ला गरेको? केही होइन छोरी तेरो बिहे गरिदिउँ कि भनिकन सल्लाह गरेको हो। केटो पनि राम्रै छ घर परिवार पनि राम्रै छ भन्छन् पर तेरा बुवा। नै आमा म बिएससी गर्दिनँ पढेर नर्स बन्ने सपना छ मेरो। क्या भनी तुइले? क्या पढिखेर नर्स बन्ने अनि चाहिँ जति पढी नर्स बन्यो भने जानबट्टे अर्खाका पैसा त हो दिने खनी खान भन्ने त्यो बाँझो खेती त हो। उहिले हाम्रो आमाले मलाई 12 वर्ष नि बिहा गरेको हो नि। तँ त मलाई 14 वर्षको हो कि यहाँ बिहा गर्दैन भने चाहिँ अब खुरुखुर बिहा गर। ए बुवा पनि यो 2083 सालको उल्या जमाना गए। यहाँ जमाना गयो भन्नु चाहिँ तँ पनि खुरुखुर बिहा गर। तँ पनि बढ्नु भन् खुरुखुर खाना खाएर स्कुल जा र सोटौला दौडले। हाई आगी छैन सर। किन आएन तिम्रो दिदी पनि? सर बुवाले दिदीको जन तोडिदिने हो नि अनि दिदी चिन्तामा परेर आगी छैन। तिमीले पनि सम्झाउन सकेनौ त? बाउ त्यस्तै। र आजको हाम्रो टपिक चाहिँ आजको तपाईँहरूको समस्यासँग मिल्दोजुल्दो छ। आज चाहिँ हामी हाम्रो समाजमा रहेका 3वटा रोग तथा कुरीतिको बारेमा छलफल गर्नेछौँ। र बाल विवाह भनेको केटाकेटीको उमेर नपुगी गरिएको विवाह हो। र अर्को रह्यो नसा तथा लागु पदार्थ दुर्व्यसनी। यो भनेको चाहिँ हाम्रो समाजमा रहेको धुम्रपान मद्यपान गाँड रक्सी तमाखु खैरो हिरोइन गाँजा आदि सेवन गर्ने कार्य हो जो चाहिँ तपाईँहरूको समाजमा पनि हुनसक्छ है। सर लास्टको रोग त हाम्रो गाउँमा धेरै भन्छ। तिमीले धेरै राम्रो कुरा गर्यौ र यस्तो विषयमा यस्तो कुरामा जनचेतना फैलाउन तपाईँहरू जस्तै विद्यार्थीले पहल गर्नुपर्छ। तपाईँहरू जस्तै विद्यार्थीले आवाज उठाउनुपर्छ।